सर हाम्रो नेपाली त भेटिसक्नु भएको है भेटघाट भइरहेको घर कता हो सोधिरहेको नामले त्यो पानी कमले दियो ठिकै छ भन्नु पर्यो ठिक नभयो यहाँ ड्युटी भ्यायो रे कति घन्टा ड्युटी 5-6 घन्टा गर्ने हो ऐस छ क्या त हाम्रो एकदम ऐस छ हाम्रो सुपरभाइजर एकदम बेबी मान्छे हेर्नु चाहिँ तलदेखि माथिसम्म हेर्नु तलदेखि माथिसम्म उहाँको चाहिँ हाम्रो 1200 छ भने उहाँको 1800 छ तर त्यही पनि मुदीले हालिदिइराखेन अब धुवा उडाइरहेको त्यो चिक्ने मुजी हो चिक्ने मुजी ए तेरा मुझे कृष्णा को पैसे क्यों ना नहीं डाल दे रहा समझ रहे हो ना सुनो तुमको बनाना पड़ेगा सुपरवाइजर तुमको बनाएगा तू फोन करके मुदीर को कुछ थोड़ा बोलेगा वो कमल नहीं बोलता है तेरे को पूरा बनाना चाहिए कुछ दिक्कत नहीं है ना सुपरवाइजर नहीं चाहिए भाई मेरे जैसा है ऐसा ही काफी है क्यों हिला डाला ना ले क्या करेगा बहुत ज्यादा सामान खरीद करेगा लास्ट में 1-2 जूस मारो जाओ ल हाम्रो चाहिँ इन्ट्री चर्र भइरह अब बुढ़ा को फेमस खरीद करा दो ज्यादा मुद्दा है बेटा बेटी ने तुम्हारे लिए मूत्र के लिए जा रहा है तुम्हारे लिए यो वाला के दाइ किन दाइ यो वाला लग्यो उयो अस्ति यो वाला एकचोटि लगाएर बिचरा हान्दिनु पर्छ बिजायो भने कहिले नै स्याहार रेट बुढाको बुढीले बुढीको बुढाले हाँ वो चलता है ना मियाँ बीबी हो तो चलता है माथि जाऊँ हेर्न कृष्ण सर र म सर अब खबर हेर्न जाँदैछौँ मेरो खिचिदिनु त दाइ लिनु समात्नु मोबाइल यस्तै समात्नु हाम्रो चैतेहरू चाहिँ तल छन् ल पन्चा केटा खाम्सा मारेर माझ कस्तो खालको लगाउने हो यो त केटीले लगाउने हो नि उतापट्टि होला केटा लगाउने बड़ा वाला गेम बोले छोटा हो गया बांग्ला लिख दिया अरबी लिख दिया नेपाली किधर लिखा नहीं लिखा है नेपाली भी लिखने के लिए बोल आमा यो केटा स्वर्ग भनेको यही हो हाम्रो जन्नत जस्तो देखिरहेको यही हो यता आउनु न बुढो आउनु न यता आउनु न यता आज हामी चट्ट घुमौँ भनेको आज यो हाम्रो यो टाबुकको खाम्सा मार्केटमा हो कसलाई चाहिएको छ गुलाबको फुल ल भन्नुहोस् कुन चाहिँ गुलाब ल्याइदिउँ हजुरहरूलाई मैले कुन चाहिँ फुल ल्याइदिउँ भन्नुहोस्